सञ्चालन गरेको देश हो यो। सनातन धर्मको जग हो यसको। जग भत्कियो भने घर लड्छ भनेर हामीले सडकमा कति गीत गायौँ, कतै सुनगाई भयो। आज कोही गुरुहरूको नाम सत्तामा पुर्याउनु पर्छ भनेर आएको छ। मानवजीहरूले छान्दा को छान्नुहुन्छ? उहाँहरूको पछाडि झोला बोकेर कुन्देला छान्नुहुन्छ। कोही यो देशको हितमा समर्पित भएर जिन्दगीभरि सङ्घर्ष गरेका साधक साधु सन्त महात्मा ज्ञानी गुरुहरू जो सर्वे भवन्तु सुखिन भनेर हिँड्नु भएको छ, उहाँहरूको कसैको नाम आउँछ माथि? आउँदैन, सम्बोधन गरिँदैन, छिटपिट कसैले गर्ला। त्यसै हुनाले यो सङ्गठनको आवश्यकता पर्यो। आज राजनैतिक नेतृत्व गर्ने ती महामनाहरू पनि यो समितिसँग, यो वैदिक सनातन धर्म संरक्षण समितिसँग आएर परामर्श गरेर गुरु के गरौँ भनेर कहिले भन्नुहुन्छ भन्दा हामी सङ्गठित भएका दिन भन्नुहुन्छ। मेची महाकाली हाम्रो जत्था उपस्थित यसरी हुन थालेपछि भन्नुहुन्छ। मेचीदेखि कोशीदेखि लिएर महाकालीसम्म हामी जब सुसङ्गठित हुन्छौँ नि, अनि उहाँहरू गुरु यसपालि कसलाई माथि पठाउँ तपाईँहरूको तर्फबाट भन्दै आउनुहुन्छ, सुन्दा आउनुहुन्छ। हो त्यो दिनको निर्माण गर्नका लागि यो सुरुवात हो। बिउ ठुलो हुँदैन, बिरुवा सानो हुन्छ, बिजन सानो हुन्छ, उम्रिएपछि झाँगिने हो। बरको बिउ पनि सानो हुन्छ। यो बीजारोपण भएको छ, यो सानो उपस्थिति हो आजको। यसले विराट रूप जब लिनेछ, किनकि हामी विराटका उपासक हो। हामीसँग सङ्कुचितता छैन, हामी कुनै घेराभित्र छैनौँ। तर आवश्यकता के को परेको छ भने राजनैतिक नेतृत्वलाई अङ्कुश लगाउने हामीसँग शक्ति सामर्थ्य चाहिएको छ। हामीले धार्मिक सङ्गठनको रूपमा मात्रै उभिँदा हामीलाई सुनवाई हुने जस्तो हामीले नबुझेर अब एउटा राजनैतिक क्षेत्रमा पनि आवश्यक परेको खण्डमा सिंह हस्तक्षेप गर्ने त्यसको तयारीमा हामी लागेका छौँ। अब कुरा लुकाउनु छैन। सनातन पार्टी नेपाल भनेर आज नेपालमा दर्ता भएको छ, बिउ रोपिएको छ। त्यो सनातनी यदि तपाईँ हो भने त्यो सनातनीले बिउ रोपेको त्यो सनातन पार्टी नेपाललाई तपाईँले जगाउनु पर्छ। अब प्रयोग गर्ने होइन, चुनावमा जाने होइन। अहिले हामीलाई कुर्सी चाहिएको छैन, हामीले कुर्सीको लडाइँ गर्नु छैन। तर के गर्नु छ भने हाम्रो सङ्गठनले ती कुर्सीमा बसेर बदमासी गरेरलाई तल झार्नका लागि, लथार्नका लागि चाहिँ हामीलाई चाहिएको हो। साना मुखले ठुलो कुरो बोलेका होइन, आज आवश्यकता बोलेको हो। त्यसो भए त्यो दिन ल्याउनका लागि तपाईँहरूका समक्ष सनातन राष्ट्रिय पार्टी नेपाल भनेर सनातन शब्द प्रयोग गरिएको पार्टी दर्ता भएको छ, सुसूचित भएको छ। माथि प्रक्रिया पुरा गर्न बाँकी छन्। आजै हामछाम गर्नु छैन, अहिले लडाइँ गरेर चाहिँ हामीले चुनावमा जानु छैन। त्यसो हुनाले सज्जन वृन्दहरू, गुरुआमाहरू, अभिभावकहरू जति पनि उपस्थित हुनुहुन्छ, हामीले अब सल्लाह गर्नु आवश्यक छ है। चुनाव आउँदैछ। अब पनि धर्मलाई अफिम भन्नेहरू, जसले धर्मलाई अफिम मान्छन्, त्यस्ता मानिसहरूलाई अहिले पनि हामीले आउँदो चुनावमा पनि यदि समर्थन गर्यौँ भने तपाईँ हामीले सनातनीको टिको लागेको कुनै अर्थ र औचित्य हुने छैन। गायत्री माला जपेको अर्थ र औचित्य हुने छैन। त्यसो हुनाले म यो वैदिक सनातन सङ्गठनलाई पनि अनुरोध गर्न चाहन्छु, खबरदार तपाईँहरू सचेत भएर नेतृत्व गर्नुहोस् र योग्य सक्षम व्यक्ति, कसले सनातन बोल्छ, कसले सनातन हिन्दू राष्ट्र बोल्छ, कसले गोरक्षाको विषयमा बोल्छ, त्यस्ता व्यक्तिहरूलाई छानेर पुर्याउने बेला आएको छ। अहिले पनि छानेनौँ भने, अहिले पनि हामी हुइयाँको पछि कुद्यौँ भने कसैले शङ्ख बजायो अरे, कसैले घन्टी बजायो अरे, कसैले डमरू बजायो अरे भन्दै त्यतापट्टि कुद्यौँ तपाईँ हामी भने हाम्रा मन्दिरमा बज्ने शङ्ख घण्ट बन्द हुन्छ। बुझ्नुभयो? बजारमा चोकमा बज्न थालेपछि मन्दिरमा बज्न बन्द हुन्छ नै एक दिन यो मुलुकमा। मन्दिरमा घन्टी बजाउनलाई लथारिनेछ, झारिनेछ। वैदिक सनातनलाई पनि समाप्त पारिनेछ। खबरदार, यिनै शब्दका साथमा यत्रो संयोग, यत्रो तमाम सङ्गठन विस्तार गरेर यो केन्द्रीय समितिले जुन आयोजना गरेको छ वनभोजको, भगवान श्रीकृष्णबाट प्रारम्भ भएको वनभोज, वैदिक वनभोज प्रारम्भ गर्नुभएप्रति पनि आभार प्रकट गर्दै जिल्ला समिति, केन्द्रीय समिति, सम्पूर्ण नगर गाउँ समितिलाई साधुवाद व्यक्त गर्दै वाणीलाई विश्राम दिन चाहन्छु। भवतु सर्वमङ्गलम। ओम शान्ति शान्ति शान्ति।